गुड आफ्टरनुन सेवारो तपाईँहरूलाई सेवानी खाम्री सबैलाई म फेरि पनि हजुरको माझमा आएको छु। के भन्दाखेरि चाहिँ भनिन्छ नि आफूले पाएको कुरा अरूसँग पनि बाँड्नु भनेर है, र आफैसँग लुकाएर राख्यो भने चाहिँ त्यो कुरा है आफैभित्र गुम्सेर जान्छ, बाँड्यो भने चाहिँ त्यो कुरा है फिजिएर जान्छ, सबैको लागि भलो भएर जान्छ भनेर है। अब मलाई त्यस्तो पनि लाग्छ है, र तपाईँहरूलाई बाँड्दैछु। र विशेष गरिकन एकजना युट्युबमा या फेसबुकमा एकजना दिदीले सेयर गर्नुभएको थियो, त्यो कुरो चाहिँ मैले है पनि लागु गरेँ। त्यो कुरोलाई मैले पनि उयो गरेँ है, हुन्छ कि हुँदैन भनेर। र त्यो कुरोले चाहिँ मलाई एकदमै काम गरेर त्यो जो युट्युबको या भयो फेसबुकमा एकजना दिदीले भन्नुभएको सेयर गरेको कुरोलाई पनि त्यो दिदीलाई पनि म हृदयबाट धन्यवाद भन्न चाहन्छु है। किनभने मैले धन्यवाद भन्नुपर्छ, मैले त्यति बेला बिर्सेँ। एकजना दिदी अब के म झट्टै देखेको थिएँ र मैले गरेको थिएँ है। मलाई चाहिँ आजभन्दा अगाडि है फेब्रुअरीमा त्यसको जनवरी फेब्रुअरी एकदमै साह्रो मेरो निपेन भएको थियो है, निपेन भएको थियो एकदमै। उकालो हिँड्नै नसक्ने, एकदमै भाँचेला जस्तो, ओह्रालो हिँड्दा पनि भाँचेला जस्तो मलाई त्यस्तो भइरहेको थियो। हुन त मैले हस्पिटलमा देखाउँदै थिएँ है, दबाईहरू पनि दिनुभएको थियो है, दबाईहरू पनि अलिअलि खाएँ, फेरि बिर्सिहाल्ने है, बिर्सिहाल्ने। किनभने बिर्सिहाल्ने, त्यसले गर्दाखेरि डिस्कन्टिन्यू भइरहेको थियो। तर मैले दुखिरहेको कारणले गर्दाखेरि आफूले कन्फिडेन्स लेभल पनि हराउँदै थिएँ मैले त्यत्रो है, त्यस दुखेको कारणले गर्दा हिँड्नै नसक्ने है, त्यस्तो भइरहेको थियो है। उकालो ओह्रालो हिँड्नै नसक्ने, एउटा खुट्टामा मात्र मलाई भार परिरहेको थियो है। र अब म सक्दिनँ होला हिँड्नु जस्तो त्यस्तो मलाई फिल भएको थियो। तर मैले अब कति कुरा है घरमा अब म भन्दिनँ, सेयर गर्दिनँ, कति कुरा सुर्ताउँछ भनेर है। त्यस्तै हुन्छ नि आमाहरू है, आधी आफू जाति छु टिक्छु भनेर हिँड्छ नि आमा, त्यही हो आमा है, भनिन्छ नि धरती माता भने, त्यही कारणले अन्त हँस्यौली। अन्त त्यो है, अन्त त्यो दिदीले भन्नुभएको थियो खुट्टा दुख्दा उहाँलाई चाहिँ जाती भयो अरे, र उहाँले चाहिँ सेयर गर्नुभएको, जाती आफै पनि जाती भएको कारणले गर्दा सेयर गर्नुभएको है। खाने तेल खराएर है, जति अब एक क्वार्टर अब एक पाउमा चाहिँ जस्तो मैले चाहिँ आधी बोतल गरेँ, त्यसमा चाहिँ हर्दी काँचो हर्दी च्याक काटेर माथिबाट खरायो बिस्तारी, त्यहाँदेखि त्यसमा 4-5वटा लसुन च्याक्क पारेर हालेँ है। त्यहाँदेखि खरिँदै गर्दा चाहिँ त्यसमा 1 चम्ची मेथी है, 1 चम्ची ज्वानो है हालेर खराउनु पऱ्यो। बिस्तारी खराउँदै गएपछि चाहिँ त्यहाँदेखि बाल्ने कपुर चाहिँ मोस्ट इम्पोर्टेन्ट रहेछ। अन्त त्यो 3वटा जति अब कति तेल छ त्यो अनुसार 3वटा जति बाल्ने कपुरमा हाल्यो, मजाले खरायो। त्यो लसुन र त्यो जुन चाहिँ काँचो हर्दी चाहिँ मजाले खरिनु पऱ्यो, रातो बिस्तारी हुँदा त्यो जुन चाहिँ अरू बादमा हाल्नु पऱ्यो। मेथी ज्वानो चाहिँ ल्वाङ पनि 3-4वटा 4-5वटा त है ल्वाङ पनि है। त्यहाँ बिस्तारै खरिँदै गएपछि चाहिँ त्यहाँदेखि मजाले खरेपछि बिस्तारै आँचमा मजाले खराएर चाहिँ हामीले चिसो पारेर राख्नुपर्ने रहेछ। चिसो पारेर राखेपछि चाहिँ जहाँ आफूले दुख्दैछ नि यस्तो जोइन्टहरू त्यहाँनिर दल्नुपर्ने रहेछ, मजाले मालिस गर्नुपर्ने रहेछ। र है मैले त्यही बेलुका त्यसलाई एप्लाई गरिहालेँ त्यो कुरोलाई चाहिँ। हुन्छ कि हुँदैन, मेरो त्यो दिन त्यति बेला डिसेम्बर जनवरी है फेब्रुअरी पुरा हिँड्ने काम पनि थियो, मेरो आफ्नै घर परिवारमा हिँड्ने त्यस्तो काम पनि थियो है। म हिँड्नु सकेको थिइनँ, तर म भन्नु पनि सकेको थिइनँ, यति साह्रो परेको थियो मलाई है। तर त्यो जब मैले युट्युबमा मैले थाहा पाएँ, युट्युबमा हो या फेसबुकमा चाहिँ सेयर गर्नुभएको, र मैले ठक्कै गरेर है त्यहाँ त्यो गरेर राखेर चाहिँ मैले त्यो सेम उहाँले भन्नुभएको जस्तो खराएर गरेर चाहिँ सेलाएर बेलुका चाहिँ सुत्ने बेलामा एप्लाई गरेँ घोडामा। यति साह्रो घोडामा मजाले मालिस गरेँ, घोडा अगाडि पछाडि अन्त पछाडि त्यो कुना हुन्छ नि त्यहाँ। यति साह्रो बिहान चाहिँ नि म उठेँ नि, जब उठेँ हावामा हिँडेको जस्तै भयो, यति साह्रो मलाई हल्का भयो, दुखेको चाहिँ कि अब हल्का भयो। त्यहाँ म हिँड्दाखेरि यति साह्रो म खुसी भएँ, हृदयबाट म खुसी भएँ है हिँड्नु सक्दाखेरि। अब हल्का हुँदा कस्तो हुन्छ, नभए गरुङ भइरहेको दुखिरहेको घोडा है, कडक्क हिँड्नै सक्दैन, अति नमिठो खालको दुख्दो रहेछ कि घोडा। अरूलाई भाँच्दा फ्र्याक्चर हुँदा कस्तो दुख्छ होला झन् जस्तो मलाई फिल भयो क्या, मैले अनुभव गर्न सकेँ। त्यस्तो नहुँदाखेरि दुख्दाखेरि मात्र त्यति साह्रो पेन हुँदो रहेछ, पेनफुल हुँदो रहेछ, दुख्दो रहेछ। तर झन् त्यो भाँचिनेहरूको त्यो क्र्याक हुनेहरूको चाहिँ कस्तो चाहिँ उनीहरूलाई दुख्छ होला मैले फिल गर्न सकेँ क्या। त्यहाँदेखि जब त्यो दबाई मैले बनाएर लगाएँ, एप्लाई गरेँ नि, बिहानदेखि चाहिँ म
एकदमै सन्चो फिल गरेँ, एकदमै सन्चो फिल गरेँ है। र त्यहाँ अर्को घोडामा पनि त्यसरी नै मैले लगाएँ है, जब दुख्छ त्यसरी लगाएँ, तर त्यो एकदमै त्यसले काम चाहिँ गर्दो रहेछ है, काम चाहिँ गर्दो रहेछ। तपाईँहरूलाई पनि कसैलाई दुख्छ भने, त्यो घोडा दुखेको छ भने चाहिँ त्यो गरेर हेर्नुहोस्, काम गर्यो भने तपाईँलाई पनि राम्रो है। र एकदमै उहाँ जो दिदीले है या बहिनीले सेयर गर्नुभएको थियो, भन्नुभएको थियो, उहाँलाई एकदमै मैले युट्युब वा फेसबुक त्यहीबाट त मैले धन्यवाद ज्ञापन गर्न सकिनँ है, कुन चाहिँबाट गर्नुभएको थियो मैले कमेन्ट पनि लेख्न सकिनँ। तर यहाँबाट है अब म मेरो पनि यो फेसबुकद्वारा नै भनौँ है धन्यवाद ज्ञापन गर्न चाहन्छु। एकदमै तपाईँलाई हृदयबाट धन्यवाद है, तपाईँले सेयर गर्नुभएको कुराले गर्दाखेरि म पनि निको भएँ। र तपाईँले दिनुभएको कुरा सेयर गर्नुभएको मैले म आफै नराखेर अरूलाई पनि मैले बाँड्न चाहेँ र अरूले पनि निको होस्, जाति होस् भन्ने म चाहन्छु। र धेरै साथीहरूलाई पनि भने, उनीहरूले राम्रो भयो भन्ने एउटा राम्रो रिजल्ट दियो है। र धन्यवाद तपाईँलाई हृदयबाट। र मैले आफूले मात्रै किन राख्नु, बाँडौँ है, अरू पनि म जस्तै जाति भए अरू पनि जाति होस् भनेर है बाँड्न चाहेँ र अरू पनि निको होस्। थ्याङ्क यू सो मच। मन परे लाइक एन्ड सेयर गरिदिनुहोस्। हवस्।